गाइजहरू पसिना त गाइजहरू कुरै नगरौँ हामी त्यहाँदेखि त्यस्तै हामी करिब 3:30 बजी हिँडेको अहिले चाहिँ हामी 4:30 बजे यहाँ आइपुग्नु सफल भएका छौँ। सिँढी चाहिँ कतिवटा छ भने म तपाईँहरूलाई पछि बताउँदै गर्दछु। यहाँ चाहिँ भवन चाहिँ हामी यस्तरी जाँदैछौँ। सहमै भेट्छ कि उहाँ बागलुङ कालिका मन्दिरमा पनि गाइजहरू हेर्न सक्नुहुन्छ। चाहिँ चितावन र गैँडाकोटको भ्यू हेर्न सक्नुहुन्छ गाइजहरू। ए फुलहरू रोप्नु भएको रहेछ। यहाँ चाहिँ यस्तो फुलहरू रोप्नु भएको रहेछ। हामी चाहिँ मन्दिरतिर बिस्तारै जाँदैछौँ। यस्तो किनिसक्यौँ। यो चाहिँ पूजा गर्ने सामग्री किनेर ट्याक्क अहिले चाहिँ हामी बिस्तारै हिँडिरहेको छौँ। अब चाहिँ म मन्दिरमा गएर यसो तपाईँहरूलाई मन्दिरको अवलोकन गराउनेछु। हेर्दै गर्नु होला। गाइजहरू हामी चाहिँ अहिले मन्दिरमा आइपुगेका छौँ। त्यो चाहिँ घर रहेछ। घर छाप्रोहरू कसैले चाहिँ हामी चाहिँ मन्दिर गेटमा आइपुगेका छौँ। फाइनल्ली चाहिँ गेटमा आइपुगेका छौँ। हेर्न सक्नुहुन्छ प्रवेश गर्दै गाइजहरू। हामी गेट चाहिँ प्रवेश गरिसकेका छौँ। अब चाहिँ हामी बिस्तारै मन्दिरतिर जाँदैछौँ। गइदै गाइजहरू मन्दिरको वाइड लुक्स तपाईँलाई देखाउने छु। एकदम समय हेर्नु होला। हामी चाहिँ बिस्तारै जाँदैछौँ। गेट छिरेपछि ट्याक्क होला। मन्दिर चाहिँ आइपुगेका छौँ हामी 1 घन्टाको यात्रापछि। गाइस त्यही के छ खबर? हजुर हेर्न सक्नुहुन्छ गाइजहरू मन्दिरको भ्यूज। हामी जुत्ता सित्ता खोलेर ट्याक्क रेडी भएर जानेछौँ। यहाँ चाहिँ जुत्ता चप्पल रहेछ। तपाईँलाई म पूजा गरेपछि भेट्नेछु है। यो चाहिँ मौला कालिकाबाट देखिने भ्यू हेर्न सक्नुहुन्छ। यो चाहिँ नारायण नदी हो। यो नारायण नदीको पुल क्या भ्यू छ। धन्यवाद अन्तिमसम्म हेरिदिनु भएकोमा। र यदि बिर्सिनु भएको छ भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु नबिर्सनु। धन्यवाद।